Hey everyone, सन्चै हुनुहुन्छ? मलाई चाहिँ अलि सन्चो छैन है, त्यही भएर मेरो फेस यस्तो भइरहेछ, यस्तो सुन्निरहेछ। के भएको भनेर अहिलेसम्म थाहा पाएको छैन है। त्यो अस्ति एउटा सर्जरी गरेको, यस्तो दुखिरहेछ, नराम्रोसँग सुत्नु मिल्छ है, यस्तो भइरहेछ। माई गड, रातभरि छटपटिँदा बल्ल निद आइछु। एक दिनमा 6-6वटा के अरे त्यो पेन किलर खाँदाखेरि पनि ठिक दुखाइ नै हुँदैन क्या। इच पेन किलर चाहिँ 500 mg को छ होइन, अनि भनेपछि एक दिनमा 6वटा भने चाहिँ मैले 6000 mg को मेडिसिन खाँदा पनि मलाई कस्तो दुख्छ क्या। अनि के भएर हुन्छ किनभने बमिट आउने जस्तो हुन्छ। जस्तो भने अनि उठेर अनि के गर्ने भने चाहिँ मेडिसिन खाने टाइम हुन्छ नि त भनेर नि उठेर त आएर पानी सानी पिउनु पऱ्यो नि। घाउ कस्तो अनि आफूले हेर्नै मिल्दैन कस्तो रहेछ भनेर यस्तो हेरेको क्या। त्यो कहिले पट्टी खोल्छ अनि हेरौँला जस्तो भएको छ। कत्रो रहेछ काटे चाहिँ यिनीहरूले मेरो भन्ने जस्तो। तातो पानी तताएर पानी त पिउनु पऱ्यो नि, मेडिसिन खाली पेटमा नखानु, केही खाएर खानु भन्नु त त्यही हेरेर हट वाटर बनाएर हट वाटर पिएँ। अनि त्यसपछि एउटा एप्पल थियो, मैले एप्पल खाएको चाहिँ भिडियो बनाउनु बिर्सेछु। अनि किनभने म यताउता गर्दै थिएँ नि त, कस्तो दुख्छ क्या मलाई यस्तो। अनि त्यो मेडिसिन लिइसकेपछि चाहिँ फेरि त्यो शरीर त होइन, त्यो जिब्रो अनि त्यसपछि हात र खुट्टा क्या, त्यो यस्तो झम हुन्छ नि त्यो सिस्नोले पोलिसकेपछि झमझम हुन्छ नि त्यो टाइपको हुन्छ क्या। यस्तो गाह्रो हुन्छ, के भएको हो है, मेडिसिनले गर्दा हो कि के हो। कस्तो नराम्रो लागिरहेछ यस्तो। आफूलाई यस्तो हुँदाखेरि आफ्नो साथमा कोही पनि छैन नि त, एक्लै छु। एक्लै भन्दा नि 2 दिनसम्म त मेरो साथी थिए है, बिचरा 2 दिनसम्म परदेशको ठाउँमा ड्युटी नगइकन मसँग हेरेर बसी थिएँ। आज गई हो, त्यही गएर पनि कति मेसेजहरू गरेछ, यो टाइममा खाने, यो गर्ने, त्यो गर्ने, यो मेडिसिन लिने, यताउता भनेर है। त्यही नै कस्तो नराम्रो लाग्ने रहेछ क्या, रुन मन लाग्ने रहेछ। फेरि सुन्ने कस्तो